आज जेनजी आन्दोलनको दोस्रो दिन सरकार विरोधी आन्दोलन विश्वको सर्वोच्च अदालत बनाउँदैछौँ। शासनमा प्रदेश चाहिँ हाम्रो होइन शान्तिको प्रदेश लुम्बिनीमा हामीले कति वर्षमा विश्व शान्ति स्थापना बनाउँदैछौँ। हाम्रो सभ्यताको प्रदेश बनाउने हामीले गोर्खामा हामीले विराट वर्ल्ड ब्याङ्क बनाउँदैछौँ। नेपालमा हामीले संसारको सबैभन्दा नमुना संसारको सर्वोच्च भन्न सबै कुराहरू हामीले नेपालमै बनाउँदैछौँ र संसारको गुरु राष्ट्र स्वर्गको टुक्रा झापादेखि स्वर्गको टुक्रा दार्चुलासम्म हरेक जिल्लालाई हरेक नगरलाई स्वर्गको बगैँचा जस्तो सजाएर एकपालिका 300 रोजगार आफ्नो देश आफै बनाऊ, आफ्नो गाउँ आफै सजाऊ, देशको खाऊ, देशको लाऊ, देशमै रमाऊ, आत्मनिर्भर नेपाल महाअभियान होइन अनि फेरि देश गाउँ पर्ख अभियान, देश पर्ख महाअभियान भनेर विदेशमा रहेका नेपालका देशका सरकारहरू र उनीहरूलाई यो देशमै राख्न चाहन्छौँ होइन। अनि फेरि राष्ट्र पुनर्निर्माण महाअभियान भनेर हप्ताको एक दिन श्रमदान गर्न चाहन्छौँ। यो देश बचाउन बनाउन चाहन्छौँ। हामीले यो देशलाई निरोगी बनाउन चाहन्छौँ। संसारभरिका मान्छेहरू ज्ञान लिन आउने, पढ्न आउने, ज्ञानभूमि, तपभूमि, सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, देवभूमि, मत्स्यभूमिको रूपमा सजाउन चाहन्छौँ। भारत पन्जाबसम्म, गयादेखि लुम्बिनीसम्म, राम मन्दिरदेखि जानकी मन्दिरसम्म स्वर्ग जाने बाटो बनाऊँ भनेर अस्ति हामी इन्डिया गएर सबै कुरा गरेर आएको छौँ। अब हामी चाइना गएर चाइनालाई पनि मिलाएर नेपाल, भारत र चाइना मिलेर पृथ्वी यहीँबाट चलाऊँ भनेर हामीले त्यो अनुसारको योजनाहरू बनाएका छौँ। बोलाउन या राख्नलाई उहाँहरू सक्ने त आएको होइन। आफू यस्तो घाम यस्तो जाडो मौसममा उहाँहरूले उहाँको छोरा त डिप्रेसनमा दिनचोटि आत्महत्या गर्न प्रयास गरिसक्नु सुझाव के दिन चाहन्छु र सुझाव दिँदा दिँदा हामी थाकिसकेका छौँ। उहाँले सोचिदिनु पऱ्यो, गरिदिनु पऱ्यो, अहिले नै गरिदिनु पऱ्यो। यो सानो कुरा हो, धेरै लामो कुरा गरिराख्नु पर्दैन। यसको लागि सबै भइसक्यो सरकार आमाको बाटो पाउनु भएको कारणले गर्दा चाहिँ समस्या आएको हो। हजुरले चाहिँ होइन जिल्ला परिषदको काममा गएर जाने कार्यक्रमको लागि धेरै फाइलहरू छन्, तयार गराएर मन्त्रालय गराएर पनि पारित भएर आउँछ फाइल आएको नि 2 वर्ष भयो। मैले त्यसमा सहभागी हुन्छु भनेर आएको थिएँ र मैले प्रष्ट ढङ्गले के भनेको थिएँ भने जेनजी पुस्तालाई मैले के अर्थमा चाहिँ उहाँलाई सम्मान गरेको थिएँ भने उहाँहरूले चाहिँ हाम्रा पिता पुर्खाले गर्न नसकेको, हाम्रा पूर्वजहरूले गर्न नसकेको एउटा विद्रोह सफल बनाउनु भएको थियो, विद्रोहको आँट गर्नुभएको थियो। किनभने हाम्रा बाबुबाजेलाई काङ्ग्रेस कम्युनिस्टका झोला बोकाइयो, काङ्ग्रेस कम्युनिस्टका पछि लगाइयो, जसका कारणले आज देशका चाहिँ सारा सम्पत्ति नष्ट हुने अवस्था बन्यो। र जेनजीले चाहिँ एउटा के हो भने एउटा विद्रोह गरेर काङ्ग्रेस एमालेको जुन एउटा विराट छ त्यसलाई भत्काइदियो। तर आजको दिनमा आउँदा पनि उनीहरू किन सडक आउन बाध्य भएको छ? उनीहरूको मागमा झुका भयो, आन्दोलनलाई हाइज्याक गरियो। त्यो भएको कारणले गर्दा अब यो भिड चाहिँ अगाडि बढिरहेको छ।
Thank you.